हेलो गाइज, गुड मर्निङ। आज म चाहिँ साथीसँग फुताली पार्कतिर घुम्न जाँदैछु। यसो बारबेकी सारबेकी यसो रमाइलो गरौँ भनेर। ल है त गाइज। एकदम उकालो चाहिँ यहाँदेखि चाहिँ यहाँदेखि चाहिँ हामी पाउरोटी साउरोटी खाएर चाहिँ एकदम उकालोमा घामपात्ते हाल्नु गइरहेछौँ होइन। मिठो छ नि होइन। अब उकालो चढ्नु लाग्यो, यो खाइसकेर टक्क हामी जाने माथिबाट भेटौँ ल। अब हामी चाहिँ टाउनबाट एकदम लाग्यो पैसा थाक्यो। बत्ती सत्ती छ नि यार। सेतनाइका नेसनल पार्कतिर जाँदैछौँ। एकदम पसिना आइसक्यो, एकदम उकालो छ। ए साथी पनि थाकिसक्यो यार, पसिनै पसिना कस्तो भइरहेछ त दोस्त। गाडी पनि अब यहाँ यस्तो देखिँदै गयो गाइज। कस्तो लाग्यो त कडादेखि? यहाँ चाहिँ अलिक चिसो चिसो ठाउँ छ है एकदम। भिडियो बनाउँदै फुताई पार्न फुताई आइएको छ। यता साथी आउँदैछन्। यहाँ छ यो पार्क, यो चाहिँ एकदम ठुलो पोखरी हो। यहाँ चाहिँ एकदम मस्त हुन्छ, झन् साकुराहरू फुल्छ। थाक्यो त्यहाँ साइकल राखेर हिँड्दै हिँड्दै जाने हो कि सर। यतै राख्नु न साइकल, के छ र। साइकल यहाँ छोड्छु, चाबी चाहिँ लाउँ। यो बाटो चाहिँ नयाँ बनाएको हेर्दा पहिला यस्तो थिएन नि। यो काठदेखि चाहिँ बनाएको रहेछ है। हामी चाहिँ फाइनल्ली आइपुग्यो है हामीले भनेको ठाउँमा चाहिँ। हाम्रो कोबे हामी चाहिँ एकदम टाढादेखि घुम्न आएको छौँ। आज चाहिँ एकदम रमाइलो गर्ने त होइन, दुईजना मिलेर है। फुताबी पार्क हो, यसो नेसनल पार्क सबै सर्च गर्ने, त्यहाँदेखि त्यही लोकेसनमा सट्ट आउने अनि यो भ्यू हेर्न आउने। यो भ्यू हाम्रो सामानहरू चाहिँ अब यहाँ रेडी बनाउँछौँ। यो चाहिँ बारबेकी हान्ने सट्ट है। यो चाहिँ दाइसँग पाउँछ, एकदम सजिलो हुन्छ है। 300 रुपियाँ पर्छ चट्ट। अनि यसमा कोइलाभित्र पनि हुन्छ। अनि 100 रुपियाँ अर्को कोइला पनि पाउँछ। कोइला पनि देखाइदिउँ न। ए यही कोइला हो होइन, सजिलो हुन्छ। चटपटे सटपटे है। ला यार कुसुमा त के लागेछ के को यो उयसको है, फुटेर क्या अघि झऱ्यो नि त। यस्तो घरको टेबल सेबलमा बनाउनु पऱ्यो भने टेबल सेबलमा बनाउनु मिलिहाल्छ कि चट्ट। अनि यो डाइरेक्ट हाल्ने हो आगो? यहाँ चाहिँ तोकिन्छ, पेट्रोल टाइपको हाल्ने हुँदो रहेछ नि। अनि त्यसले चाहिँ कोइलालाई पाल्दिने हेल्प हुन्छ। के भन्छ ससेज है यो जग्गा दालमा चटपटेमा हाल्नुलाई। यो सामान सबै चटपटेमा हाल्नुलाई एकदम भुजा। अनि यो चाहिँ मासु है, यो चाहिँ बारबेकी एकदम है। कनिचिवा।
मलाई फुटाउने फेरि चम्चा यस्तोमा खायो अघि फुटेर पसेछ कि त्यो एउटा चाहिँ बार्बीको लागि होइन बार्बीको बनाउनलाई चिन्ता बोकिरहेको छ भन्दा पानी ल्याएछ अरे यहाँ तस्कारो भइदिन्छ सजिलो होइन एक करोडको चटपट रेडी भइहाल्यो चटपट एकदम रेडी भइसक्यो एउटा आलु त काट्ने मिसिनले काटिन्छ त्यतिकै छ भइहाल्यो नि तिमी दुइटै अमिलो हाल्यो ठिक छ चाख्नु त कस्तो छ तिमीबाट स्टार हाल्नु कस्तो छ गाइस नुन लाहा एकदम ठिक छ चलिहाल्छ होइन सही छ सही छ क्या साथी भएपछि यतिकै भाइब चाहिँ मिल्नु पर्यो नि त होइन यताको भ्यू हेर्दै यता खाँदै हो क्या चिलमा अब हाम्रो बार्बिक्यूको पालो सकिँदै बोल्छ कहिले सकाइदिँदै त्यो ससेस हाल्नु भिडियो बनाउनु पहिला ल यो साथी लु हाल्नु त हाम्रो चाहिँ घरैदेखि एकदम प्याकिङ सहित होइन सबै गरिसकेर ए यहाँ फेरि आफ्नो फेरि चटपट हानै हुँदैन विशेष प्योर नेपाली काटेन भने दाँतले कति सौ 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 पठाउँदैन अहिले कस्तो गर्छु पहिला गोबर जस्तो छ पहिला सबैजना नलाऊ यसको चाहिँ धुवा खासै आउँदैन मलाई अर्को त गोबर यस्तो छ यार अनि लगाइछ अब चाहिँ हाम्रो जाने बेला भयो होइन एकदम रात पर्यो अब हामी चाहिँ खाता चुके एकदम जानलाई चाहिँ जुम्मी गर्दैछौँ होइन घर जानुपर्छ है बाई बाई सायोनारा है अहिलेको लागि चाहिँ ल गाइज